नमस्कार साथीहरू, आजको यस भिडियो अन्तर्गत गएर मैले हजुरहरूलाई एउटा नयाँ जिमेल आइडी बनाउन सिकाउन जाँदैछु। सबैभन्दा अगाडि युट्युब च्यानल ओपन गर्नु होला, मतलब युट्युबलाई ओपन गर्नु होला। युट्युब एपलाई ओपन गरिसकेपछि तल कुनाको आइकनमा देख्न सक्नुहुनेछ एउटा लोगो रहेको छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ र स्विच अकाउन्ट भन्ने अप्सनमा चाहिँ हजुरले क्लिक गर्नु होला। स्विच अकाउन्ट भन्ने अप्सनमा क्लिक गरिसकेपछि हजुरको मनमा जतिवटा पनि इमेल आइडी छ यानि कि युट्युब च्यानल छ देखाउँछ र यो प्लसको आइकनमा क्लिक गर्नु होला। प्लसको आइकनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। आफ्नै चाहिँ यहाँ मोबाइलको हाल्नु होला, फिङ्गर प्रिन्ट हाल्नु होला। फिङ्गर प्रिन्ट छ भने फिङ्गर प्रिन्ट नत्र पासवर्ड हाल्नु होला। यस्तो खालको इन्टरफेस आउँछ। त्यसपछि यो हालिसकेपछि यहाँ देख्न सक्नुहुन्छ क्रिएट अकाउन्ट भन्ने अप्सन रहेको छ। क्रिएट अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। क्रिएट अकाउन्ट भन्ने अप्सनमा क्लिक गरिसकेपछि फर माई पर्सनल भन्नेमा क्लिक गर्नु होला। त्यसपछि आफ्नो युट्युब च्यानलको नाम यानि कि इमेल आइडीको नाम जे हाल्न चाहनुहुन्छ हाल्नु होला। मैले चाहिँ हालेर नेक्स्टमा क्लिक गरिदिन्छु। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ डेट अफ बर्थहरू हाल्नुपर्ने हुन्छ, हाल्नु होला। यहाँ चाहिँ सबै यहाँ फिल गरिसकेपछि यो नेक्स्ट वाला अप्सन रहेको छ, नेक्स्ट वाला अप्सनमा क्लिक गर्नु होला। नेक्स्ट वाला अप्सनमा क्लिक गरिसकेपछि एउटा यहाँ जिमेल आइडी क्रिएट गर्नुपर्ने हुन्छ। त्यसैले यहाँ कुनै पनि एउटा नाम लिएर जिमेल बनाउन सक्नुहुनेछ हजुरहरूले। यहाँ चाहिँ मैले आफ्नो जिमेल आइडी बनाइसकेको छु। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि अभाइलेबल छ भनेर केही छैन। यसमा चाहिँ हजुरले आफ्नो पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। मैले चाहिँ एकदमै पावरफुल पासवर्ड क्रिएट गरिसकेको छु। त्यसपछि यो नेक्स्ट वाला अप्सनमा क्लिक गरिदिनु होला। यो तलको आइकनमा नेक्स्ट रहेको छ, यसमा चाहिँ हजुरले क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि केही लोडिङ लिन्छ। लोडिङ लिइसकेपछि यसमा पासवर्ड सेभ गरेर राख्नु होला आफ्नो। त्यसपछि फेरि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा यो तलको आइकनमा रहेको नेक्स्ट वाला अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तल आउनु होला। तल आइसकेपछि आई एग्रीमा क्लिक गर्नु होला। मैले सिम्पल यहाँ आई एग्रीमा क्लिक गरिदिन्छु। त्यसपछि एउटा हजुरको जिमेल आइडी बनेको हुन्छ। अब चाहिँ हाम्रो युट्युब च्यानल क्रिएट गर्ने पालो रहेको छ। अब हाम्रो एउटा प्रोफेसनल तरिकाले जिमेल आइडी बनिसकेको छ, देख्न सक्नुहुनेछ। हाम्रो यहाँ नयाँ जिमेल आइडी बनिसकेको छ। हजुरले आजको भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक र युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्नु होला भन्दै बिदा हुन चाहन्छु। जय नेपाल।